साथीभाइहरू वेलकम है। म चाहिँ अब काममा जान लागेको छु होइन। मेरो चाहिँ हिजो साइकल चोरी भयो होइन। अब आज हिँडेर जानुपर्छ। त्यो मेरो साइकल चोरी गरेँ नि, त्यसको मैले भेटेँ भने नि बाँकी छोड्दिनँ क्या मैले त्यसलाई पनि। साला दुःख दियो यार। यो सिसी क्यामेरामा देखेको छ है। आज त्यसलाई गएर खोज्ने हो अनि भेट्यो भने दिने। यहाँ हुन्थ्यो मेरो साइकल, आज छैन। आज हिँडेर जानुपर्छ। आज त हिँडेर जान्छु तर त्यसको मैले भेटेँ भने नि मैले जानेछु नि। फेरि साइकल चोरी गरेर लान्छ यार। अफिसको सिसी क्यामेरामा देखेको छ है साथीहरू। त्यसलाई त भेट्यो भने त फेरि सालेको हड्डी बस्ली टुट्ने गरी हान्छु हौ मैले। अब हिँडेर जानुपर्छ साथीहरू। आज छिटो निस्किरहेको छु साथीहरू। हेर्नुहोस् अब यही बाटो साइकल लिएर जान्थेँ, कस्तो मजा, कति छिटो पुग्थेँ। 6:50मा निस्किने मान्छे 6:40मा निस्किरहेको छु। 10 मिनट अगाडि। कति बेला पुग्छ अब हिँड्दै थक्का लाग्छ यार साथीहरू। गाह्रो छ। म अफिस गएर भिडियो बनाउँछु साथीहरू। हिँड्न त भएको बनाउन अड लाग्छ कि। सब्सक्राइबर भएको भयो भने त अड लाग्दिन्थ्यो। अब सब्सक्राइबर नभएपछि त अलि अड लाग्ने रहेछ। म अफिस गएर भिडियो बनाउँछु है साथीहरू। त्यो सिसी क्यामेराको भिडियो नि तपाईँहरूलाई पठाउँछु है। ल अब यो कसले लिएर गएको थाहै हुँदैन। यो क्यामेराले पनि मान्छेले लगाए हो कि अब जस्तै यहाँनिर आएको हो त्यसको फेस समाइन्थ्यो। फेसै थाहा भए पनि फेरि थाहा हुँदैन कहाँको मान्छे हो। अब 34तिर आउँछ त्यो। अब आउँछ क्या साइकल त्यहाँ छ। कस्तो आफ्नै जसरी लग्यो है। चोर मान्छेहरूले लाने नै त्यसरी हो। बाइक लानु पऱ्यो भने त्यसै गरी लाने। कन्फिडेन्ट नै भएर लान्छ क्या, नत्र अरूले समाइहाल्छ नि यिनीहरूलाई। बल्ल बल्ल घरकोले नि हेरेर समाइहाल्छ। होइन हेरे पनि त यो थाहा नै नपाउने गरेर लान्छ के। सुइसी आफ्नै जस्तो गरेर लान्छ। ल लग्यो होइन त। ल साथीभाइहरू म चाहिँ अफिसमा आएँ। मेरो चाहिँ साइकल यहाँ थियो हिजो। यहाँ थियो दुईवटा साइकल, साथीको र मेरो चाहिँ लग्दैछ। ऊ त्यहाँ छ एउटा सिसी क्यामेरा होइन। त्यो क्यामेराले क्याप्चर चाहिँ गरेछ, चोरेको मात्रै क्याप्चर गरेछ, मान्छेको छैन। मान्छे चाहिँ फेसै देखाएको छैन। ऊ त्यो एउटा घरमा सिसी क्यामेरा रहेछ है। त्यो घरमा त्यहाँनिर सिसी क्यामेरा रहेछ। त्यहाँ हेऱ्यो भने चाहिँ ठ्याक्कै मान्छेको फेसै देख्छ कि साथीहरू। त्यहाँ थियो। अब एकछिन त्यहाँ हेर्न जानुपर्छ। मान्छेको फेस देख्यो भने त फेरि त्यसको त मैले नि कति दुःख दियो यार। हिँडेर आउनु त लास्टै गाह्रो हुने साथीहरू यार। अब गाह्रो छ। आज त हिँड्दै आएको थक्का लगाएर झन् हिँड्दै आएर आउँदा त बानी हराइसकेको छ साथीहरू यार। त्यो मान्छेको फोटो हेर्ने हो, देख्यो भने भिडियो हो त्यसको त किमा बनाएर मर्छ दिने हो मर्छ। साथीहरू एकचोटि सिसी क्यामेरा चेक गरौँ न भनेको। काठमाडौँको घरबेटी त्यही त हो नि होइन। मिल्दैन भाइ, हाम्रो त देख्दैन अरे। मान्छेलाई साइकल हात तनाव छ उनीहरूलाई। चाब एकचोटि सिसी क्यामेरा देखाउनलाई यार गाह्रो यार। के भन्नु यार। साउहरू हामी जस्तो कहाँ अनि अब गरिबलाई होइन। यस्तै हो साथीहरू। धनी गरिबमा हुने यस्तै हो कि। अब यसो हराह भनेर एकचोटि चेक गरौँ भनेको। त्यत्रो पुरै देख्छ त्यही पनि। हाम्रो त यहाँ घरभन्दा देख्दैन भन्छ यार। के भन्नु अब त्यो साइकल चाहिँ जता देख्छ त्यतै बजाउने मान्छेलाई यतै चलाउला नि त कोही बेला त होइन। आफ्नो साइकल चिनिहाल्छ। भेटौँ न मात्र त्यसको त गाह्रो छ साथीहरू। आयो तोर्पे आयो। के गरे भाइ के गरे। ल साथीहरू त्यो साइकल चाहिँ भेट्यो भने बजाउने हो होइन। त्यही हो। बाई बाई साथीहरू।